नमस्कार दर्शक वृन्द, सर्च अफ ट्रुथको यस प्रस्तुतिमा तपाईलाई स्वागत छ। विश्वविख्यात समाज सुधारक जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजजीको सत्संग कार्यक्रम देशका विभिन्न स्थानहरूमा सम्पन्न भएको छ। गत मिति 2082 मङ्सिर 6 गतेका दिन देशका विभिन्न स्थानहरू लगभग 30 भन्दा बढी स्थानहरूमा उक्त सत्संग कार्यक्रम सम्पन्न भएको हो। यसै श्रृङ्खला अन्तर्गत काठमाडौँ जिल्लाको ज्ञानेश्वरी स्थित पनि उक्त सत्संग कार्यक्रम सयौं अनुयायीहरूको उपस्थितिमा सम्पन्न भएको छ। सम्पूर्ण मानव समाजलाई शास्त्र अनुकूल सत्य सनातनी भक्तिबारे यथार्थ जानकारी दिने उद्देश्यले उक्त सत्संग कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ। विगत लामो समयदेखि यस्ता आध्यात्मिक कार्यक्रमहरू मार्फत सर्वमानव समाजलाई हाम्रै शास्त्रमा उल्लेख रहेको पूर्ण परमात्मा को हुन्, पूर्ण परमात्मा प्राप्ति गर्ने पूजाको सही विधि के हो र उक्त सही पूजा विधि कसले बताउँदछन् र वर्तमान समयमा उक्त सही पूजा विधि कसले बताइरहेका छन् लगायत मानव जीवनको मूल उद्देश्य उक्त पूजा विधि अपनाएर पूर्ण मोक्ष प्राप्ति गर्नु अर्थात् जन्म र मृत्युको चक्रबाट मुक्त हुनु भन्ने खालका जानकारीहरू विगत लामो समयदेखि दिँदै आइरहेको र उही श्रृङ्खलालाई निरन्तरता दिने उद्देश्यले यस्तो सत्संग कार्यक्रम देशका विभिन्न स्थानहरूमा सञ्चालन गरिएको आयोजक समितिले जानकारी दिएको छ। यसबाहेक सन्त रामपालजी महाराजजीले मानव कल्याणका निम्ति विभिन्न किसिमका सामाजिक अभियानहरू पनि सञ्चालन गर्दै आइरहनु भएको छ, जस अन्तर्गत हाम्रो समाजमा सामाजिक कुप्रथाको रूपमा जडा गाडेर बसेका विभिन्न सामाजिक समस्याहरू दाइजो प्रथा, भ्रूण हत्या, नशा, भ्रष्टाचार, भेदभाव, अन्धविश्वास, पाखण्डवाद लगायतका सामाजिक समस्या विरुद्धको अभियान र असहाय गरिबका लागि घाँसबास कपासका निम्ति अन्नपूर्ण मुहिम लगायतका अभियानहरू सक्रिय रूपमा सञ्चालनमा रहेको जानकारी पनि अनुयायीहरूले दिएका छन्। यस्तो मानव कल्याणकारी कार्य र उहाँले दिनुभएको आध्यात्मिक ज्ञानबाट प्रभावित भएर विश्वका लाखौं व्यक्तिहरू सन्त रामपालजी महाराजजीसँग जोडिरहेका छन्। वर्तमान समयमा 13वटा ठुला आश्रम तथा 500 भन्दा बढी नामदान केन्द्रहरू विश्वभर सञ्चालनमा रहेको पनि जानकारी प्राप्त भएको छ। सम्पूर्ण मानव समुदायलाई एउटै सूत्रमा बाँध्ने यस्तो महान सन्त र उहाँले दिनुभएको अनमोल आध्यात्मिक ज्ञान विश्वका सम्पूर्ण स्थानसम्म पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर गरिरहने प्रतिबद्धता पनि अनुयायीहरूले दिएका छन्। यसै खबरका साथ आजको यस प्रस्तुतिबाट हामी बिदा हुन चाहन्छौँ। हेर्दै गर्नुहोला सर्च अफ ट्रुथ। नमस्कार।